हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ मेरो बिदा छ अनि म चाहिँ यहाँ झाडु पोछा लाउनलाई रेडी भएर बसेछु। अनि यहाँ खुर्सानीमा पनि लौरो त्यो के भन्छन् थाक्रा गराउन सकेँ। अनि म चाहिँ यहाँ अब सफा गर्छु। आज बिदा भएको त ओ माई गड यस्तो खुसी लागिरहेछ नि। मोबाइल चाहिँ यहाँ राख्नु पर्यो अब। यस्तो बनाएपछि बल्ल राम्रो देख्दो रहेछ। के गर्नु टमाटर ठुलो भयो अनि ठुलो डोरीले बाँधेको। यसलाई पनि अब बाँध्न पर्यो। पुदिना पनि काटिदिए लास्टै धेरै छ खाइँदैन। अब यो पनि यो चाहिँ खालिदिन्छ अब। मैले चाहिँ सफा गरिसकेँ। कति गर्मी हो आमामा पसिना हेर्नु यस्तो सफा भयो। अब चिटिक्क मच्छर पनि आउँदैन। अब चाहिँ म खाना पकाउँछु। म चाहिँ थ्रेडिङ गर्न जाँदैछु। यस्तो बाँधेर गर्छु म चाहिँ। हजुरहरूले कसरी गर्नुहुन्छ? पहिला त नेपालमा हुँदा त अब पार्लरमा गइन्थ्यो के अरे। यहाँ चाहिँ आफै गर्नुपर्छ। अनि अरू त त्यो सानो रेजर हुन्छ के त्यसले गर्दो रहेछन्। म चाहिँ त्यसले गर्यो भने कति छिटो आउँछ कि। अनि मैले त्यही भएर आफै गर्छु। अब चाहिँ भयो आमामा डोरीले। साथीहरू म चाहिँ मिनानो निहोङ्गो लेसन 8 पुगिरहेको छु अहिले। यो चाहिँ मिनानो निहोङ्गो स्टार्ट गरेको पनि 3 पटक भइसक्यो साथीहरू। सुरुमा चाहिँ नेपालमा पढ्दाखेरि 10 लेसन पुगेको थिएँ। त्यसपछि फेरि जापान आएर फेरि साथीहरूसँग पढ्दाखेरि चाहिँ 14 लेसन पुगेको थिएँ। अनि फेरि हामी त्यहाँबाट नयाँ ठाउँमा सिफ्ट भयौँ के। अनि यहाँ आएर चाहिँ 8 महिना भइसक्यो मैले बुकै हेरेको छैन। अनि फेरि अहिले सुरुदेखि स्टार्ट गरेर 8 लेसन पुगेछु। यो चाहिँ लेसनै सकिनै गाह्रो छ कि। म चाहिँ अब यहाँ आएर अनि काम सधैँ काम हुने के अरे। अनि ए चल्दैछ भन्ने हुने। अनि पढ्नै मन नलाग्ने कि। अलिअलि आएको पनि सब बिर्सिसकेँ। अब फेरि सुरुदेखि स्टार्ट गर्दैछु साथीहरू। अब अहिले चाहिँ च्यालेन्ज गरेर सक्नै पर्यो। मेरो अनुहार चाहिँ ध्वस्तै भइसक्यो साथीहरू। कसरी सन्चो हुन्छ मलाई टेन्सन मात्रै छ यही अनुहारको। पोतो आएर जापानले मलाई पहिला नेपालमा हुँदा त थिएन यार यस्तो पोतो। अहिले त आमामा अनुहार इग्नोर माई अनुहार गाइज। कहिले सन्चो हुन्छ यो पोतो। म चाहिँ पानी लिन जान लाग्छु साथीहरू। साइकलमा जान लाग्छु। अनि हिँड्दै जान पर्यो कि। अहिले फर्किँदा चाहिँ चलाएर आउँछु। अहिले चाहिँ हिँड्दै जानु पर्यो हावा खाँदै। अनि हामी बस्ने गाउँ चाहिँ यही हो साथीहरू। अनि यता यो चाहिँ दाम्ची हो कि।
अनि डान्सी पऱ्यो भने त सस्तो हुँदो रहेछ रुम रेन्ट। हाम्रो त 7 मान छ, 7 मान भनेको 70,000। अनि यो डान्सी पऱ्यो भने चाहिँ 30,000 40,000 त्यस्तै भाडा हुँदो रहेछ के। अनि प्रायः जस्तोको बच्चा भएकोहरूको पर्दो रहेछ। हामीले पनि डान्सी त भरेछौँ, अब पर्छ कि नै, अब नपर्दासम्म ट्राई गरिराख्न पर्यो। महिनामा 3 महिनामा एकचोटि खुल्छ, अनि भरिराख्न पर्यो कि। अब पऱ्यो भने त अलि सस्तो हुन्छ नि त, जे भए पनि। जङ्गल जस्तै छ, सुरुमा त जङ्गल जस्तै लाग्थ्यो मलाई त, जङ्गलै जस्तो। अनि अहिले त बानी पऱ्यो, डर लाग्ने के यो बाटो हिँड्न पनि रातिमा। अहिले दिउँसो त केही हुन्न। अनि किरा कराएको छ के आज चाहिँ मेरो बिदा थियो। अनि अब बिदा पनि सकिसक्यो, 6 बजिसक्यो बेलुकाको। मैले यहाँ कति धेरै पुदिना थियो कि, अहिले त सारे रहेछन् अन्तै। यो चाहिँ सेम नेपालको फुल जस्तै छ। अहिले कस्तो मस्त हावा चलिरहेको छ कि, शीतल छ। अनि म चाहिँ जाँदैछु साथीहरू। आजको दिन चाहिँ यस्तै भयो, के गर्ने। बिदा नहुँदा बिदा भइदियोस् जस्तो लाग्छ। बिदा भयो भने चाहिँ काममा गएको भए पनि हुँदो रहेछ, अलिअलि पैसा आउँछ जस्तो लाग्ने। मान्छेहरूलाई जे भयो नि सुख छैन। अलिअलि अब आफूलाई पनि रेस्ट गर्न चाहिन्छ नि त कहिलेकाहीँ त। सधैँ काम पनि कति हिँड्नु, आफूलाई पनि टाइम दिन पर्छ साथीहरू। ए हो बोल्न आउँदैन, के बोल्ने हुँदो रहेछ। अरू त कस्तो बोलेर हाल्छन् हौ, बोल्नै जान्दिनँ म त। ल म जान्छु है अब। साथीहरू यो सनसेट हुने बेलामा यति राम्रो देखिन्छ नि भ्यू। ओ माई गड, हेर्नु न कस्तो राम्रो टल्किरहेछ कि यो खोला पनि। बादल गर्जिरहेछ, पानी पर्न लाग्छ। अहिले कालै भएछ, तर अहिले सनसेट भएर होला यस्तो राम्रो देखिन्छ कि। ओ माई गड, हेर्नु न खोला टल्किरहेछ के। मेरो पोतो पनि देखेको छैन अहिले चाहिँ। अहिले घाम भएर होला, नभए त यहाँ सब कालै छ। सो स्याड। त्यही पनि मलाई केही लाज छैन, जस्तो छ त्यस्तो एक्सेप्ट गर्नै पर्यो नि आफ्नो अनुहारलाई, हो कि होइन भन्नु न। दिस इज सो मच प्रिटी। अहिले यस्तो राम्रो, माई गड। मलाई यति बेलाको मौसम चाहिँ लास्ट मनपर्छ कि, बेलुकातिरको। म चाहिँ अब एकछिन पानी लिएर आएर बसेको थिएँ एकछिन यहीँ। अब चाहिँ जान्छु, खाना पनि पकाउन पर्छ, भोलिको लागि पनि आजको लागि पनि। म चाहिँ गएँ।